So hello everyone, good morning. Welcome to my YouTube channel and welcome to my another daily vlog. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ कति दिन भयो हामी नेपाल आएको बुढा? बिहिबार आएको। शुक्र शनिबार आइतबार सोमबार 7 दिन भयो आज हाम्रो काठमाडौँमा। अब आज चाहिँ हामी जाँदैछौँ घर। अति धेरै भयो काठमाडौँको बसाइ। मेरो बहिनीहरू, मेरो हजुरबा सबैजना चाहिँ घरमा आत्तिसक्नु लाग्छ क्या। सो अब चाहिँ हामी जानुपर्ने हुन्छ घर। अनि अहिले बिहान हुँदैछ 6 बजिरहेको छ। हामी चाहिँ उठ्यौँ अनि अब ब्रेकफास्टको लागि जाँदैछौँ। अनि मम्मीहरू चाहिँ रेडी हुनुहुन्छ, हामी चाहिँ ढिलामा चालेर। अनि बुढी यहाँ हुन्छ होला हौ, यहाँ अनि हामी चाहिँ ब्रेकफास्टको लागि यहाँ भनेको यता खाजाहरू रेडी गर्नलाई गएको छौँ। अनि गाडीहरू रेडी भइसकेको छ, आफूतिर गाडी बनाउँछु। सो अब हामी जानुपर्ने हुन्छ घर। अनि छिटो रेडी हुनुहुन्छ मम्मीहरू चाहिँ। म चाहिँ अलिक छिटो उठेको थिएँ। अनि यसो छ काठमाडौँको बसपाको अवस्था। अब जाँदैछौँ हामी, खाँदैछौँ हामी चाहिँ अन्डा एकै गरे सबैलाई। राजमाको तरकारी हो। हामी चाहिँ यहाँ गाडी कुदेछौँ, गाडी आउँदैछ। मम्मीहरू चाहिँ अघि चढ्नु भयो। हामी चाहिँ यहाँ काम गरेर निस्केको गाडीबाट हामी छलियौँ। अब हामी यहाँ आयौँ। टुकटुक लागेर कुन खुलासो भइसक्यो गाडी लागेर। तनाव भइरहेको छ गाडी लागेर। यस्तो छ काठमाडौँ, के साह्रो बिजी हो यो काठमाडौँ। ओ माई गड। अब हामी गाडी गरेर जानुपर्ने हुन्छ बेसी सहर। हेर्दै गर्नु होला, म चाहिँ गाडीमा झ्याप्पै सुत्छु होला त्यस्तै लाग्यो। हामी जाँदैछौँ घर। गाडी चढिसक्यौँ, माइकहरू चढिसक्यौँ। अहिले थानकोट आइपुग्न लाग्यो होइन। कस्तो डेन्जर छ है। हत्ता लाग्यो भाइ गाडी त। यसो छ डाँडामा के बनाएछ अहिले त। दिन एकदमै नराम्रो भएको छ क्या अहिले। खै के हो काठमाडौँको दिनहरू मलाई मन परेको छ। धुवा धुलो भिडभाड धेरै भयो होला। कस्तो खत्तम भएको छ क्या दिन। यस्तो छ हाम्रो गाडीको चिया। खाइसकेपछि बल्ल चियाको याद आयो क्या। यहाँ त अप्ठ्यारो हुन्छ नि त बाबु। यहाँ त सजिलो छ। बोल्नु हादिङ मलेखुमा झरेर सकिसक्यो। म के बोल्ने, म के बोला मन लागेन। म पनि बोल्नु चल्कियो। कति धेरै रातो भाले, लोकल कुखुराहरू कति धेरै पालेको। चाहिँ अङ्गुर खाँदै हिँडिरहेको छौँ। सकिसकेपछि मात्रै याद आएको छ क्या मलाई चाहिँ कुरा नि। ए यहाँ चाहिँ के हो गयो। 8 बजी कल गर्छु कि तपाईँमा 8 बजी। हजुर सुतेर उठेको म। हजुर ए कस्तो राम्रो देखेको यो डाँडाहरू। कहाँबाट झ्याल खोला छ, हावा चिसो। कस्तो राम्रो डाँडाहरू देखेको छ। बाटो चाहिँ दामी भइसक्यो 2 वर्षमै। यस्तो नाइस भएछ होइन। 2 वे बनाइदिएछ। कस्तो दामी छ।
नजिकैको डुम्रे आसपासको रोड हो यो चाहिँ। दामी 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 भएछ ल। सबै ठाउँमा यस्तै रोड बनाइदियो भने त कहाँ दामी हुन्थ्यो नेपाल। मेरो देश मेरो नेपाल। यस्तो खतरा छ यहाँको रोड चाहिँ। मलाई लास्ट मन पर्यो। पहिला हामी उता जाने बेलामा बनाउँदै थियो क्या हाम्रो। अहिले चाहिँ यस्तो 2 वर्षमा यस्तो नेट एन्ड क्लिन बनाएछ। 30 स्पिड लिमिट। नदी खोला कस्तो दामी छ। लैँची भाल्यो अरे। लैँची भाल्यो अरे। म त दौसी भाल्यो अरे। ओ हामी आयौँ तेल हाल्न यहाँ। डुम्रे बजार कस्तो राम्रो बनाएछ भाइ। डुम्रे बजार त्यताबाट यहाँ बेसी सहर बजार जाने बाटो हो। अनि हेर्नु पुरा कति राम्रो मिठो मिठोवाला समोसा बनाएर राखेको त्यहाँ। नै म जान्न। यहाँ रोक्न दिँदा त लङ्काइ भन्यो। ल हामी कस्तो राम्रो बनाएछ डुम्रे बजार। ओ माइ गॉड दामी। कति राम्रो केरा बेचेर मान्छेहरूले। अब हामी यताबाट बसेर जाँदैछौँ। कति बेला पुग्ने भइसक्यो। हाम्रो बा जस्तै लाग्यो। माया लागेर झनै पानी किनिदिएको। अनि बाँकी भएको पैसा तपाईँ दिनु भनेको त म सुर्ती खान भयो। अब सुर्ती खान पो भन्छ। बिचरा पाउ। डुम्रे बजार कति राम्रो बनाएको नि। कस्तो भत्काएर उडाएको बनाएको थियो। डुम्रे बजार यतिर त आफै रोपेर ल्याउँछ नि त। फलफुलहरू पनि कस्तो राम्रो राम्रो देखिरहेछ होइन। अब चाहिँ पुगिन्छ बेसी सहर। ओ माइ गॉड कस्तो साह्रो धुलो धुलो धुलो। यो बाटो पहिला राम्रो थियो फेरि बनाउनु लागेछ। जाम पर्यो जाम। कस्तो लाग्दो बनाएछ बाटो पुरै बिगारेर। ओ माइ गॉड यस्तो खत्तम भएछ। धुलै धुलो उडेर पुरै यस्तो बिजोक। गर्मी भएर मर्नै आँटिसक्यो। बाटोको छ यस्तो हालत। अब त्यहाँबाट चाहिँ राम्रो छ जस्तो। खतरा खतरुक। साह्रो गर्मी भयो। नै धुलो धुलो छ। खुट्टै दुखेर कस्तो भइसक्यो। यहाँ तल भोलि सामान सामान छ। अफिस दिन्छु।
मर्स्याङ्दी नदी अब अलमोस्ट आइपुग्यो बेसी सहर गाडीमा यहाँको झर्ना सुकेछ अब यहाँको झर्ना यहाँ चाहिँ झर्ना छ ठुलो अहिले सुकेको छ प्याउली 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 अब आइपुग्न लाग्यो बेसी सहर चाहिँ ठ्याक्कै बेसी सहर आइपुग्यौँ सामानहरू झार्दैछौँ यो बसमा चाहिँ हामी आएको एकदम धेरै सेफ्टी ल्याइदिनु भयो तर अति लेट भयो यहाँ छ माया पोको पुन्तेरी त कुरै नगरौँ टन्नै छ अब भोक लागिसकेको छ केही खानुपर्छ सो यस लाग्यो मोमो चाउमिन सुनालाई दिनु नि हालिदिनु भने हामी गाउँ जाने गाडीमा चढ्यौँ कस्तो राम्रो बनिसक्यो त रोड चाहिँ कति बज्यो भने ठ्याक्कै 4-5 बज कति बज्यो 5 बज्न लाग्यो होला हामी चाहिँ आधा घन्टा जति भयो हिँडेको अब हामी घर जाँदैछौँ घर पुग्नलाई 2-3 घन्टा लाग्छ बजारबाट अनि हाम्रो बाबा चाहिँ बाइकमा आउँदै हुनुहुन्छ हामी चाहिँ जिपमा हिँडेको हो यो चाहिँ हाम्रो बेसीबाट आउने त यो बडी गाउँ त कताबाट हो गाडी हल्लाएर झट्टाङ धमलाङ धमलाङ यस्तो भिड छ है मम्मी के भइरह टाउको दुखिरह्यो गाह्रो भइरह माया बस्नु सजिलो भएको थियो तपाईँले त झन् के गर्नुभयो अनि हामी चाहिँ यहाँ अङ्कललाई भेट्न लागिरहेको छौँ मेरो अङ्कल यहाँ बस्नुहुन्छ खोइ 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 अङ्कल ए त्यहाँ हो अफिस उहाँबाट आउँदै हुनुभयो माई ह्यान्डसम जेन्टलम्यान डियरेस्ट अङ्कल एज ओभर देयर उहाँको अफिस चाहिँ यहाँ हो आन्टी ल्याउनु भएन त नि कस्तो थके लागेकोले मेरो क्यामेरा के भयो यस्तो ओ माई गुडनेस क्यामेरा के भयो माया तिलुस गर्दै होला कि अप्पी यो हान्ने बेलामा सफा गर्न कति किन्न दि अङ्कल आउने अङ्कल हेलो सुलुलुलु सुलुलुलु कुदेर आउनु न कुदेर अङ्कल स्यालेरी आएन र कुदेर आउनु न कुदेर कुद्नु न कुद्नु कुदेर आउनु न अङ्कल राजेश वेलकम टु माई युट्युब च्यानल and then welcome to my YouTube channel. Welcome to another. खोइ त आन्टीलाई जय मसी सबै म हाई भनिदिनु नि त मेरो बियो मेरो अङ्कल हो उहाँ चाहिँ जानु त नि लिएर आउनु त नि गाडी म होइन आन्टीले पनि भेट्नु अरे म चाहिँ यहाँ झन् ढिलो भइसक्यो भनिरहेको छु हाई ऊ हेरिरहेको छु हाई बेबी ओइ ल गोरु लगाएर हाई सानो आया थका सानो हाई दिदी भन साना दिदी हाई 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 हेलो
कमर आऊ किन नआउनु भएको त्यहाँ हाई आया म थके लागेको छ हौ ढिलो भइसक्यो कहाँबाट हो यहाँबाट ओह थकै लागेर कति राम्रो हो यो घर यहाँ हजुर बसेको हेलो हाई बेबी हाई हाई बिर्स्यौ दिदी भन उसकै मम्मी छ केम भाइहरूले पठाइदिनु न यसो सामान बोक्न सबैजनालाई लु हामी आइपुग्यौँ घर रुथ हेलो कस्तो लाग्यो हक गरिनौ त बाबालाई फोन गर माया हामी आइपुग्यौँ घर ए माथि छ घर बिहान 8 बजे हिँडेको बेलुकाको 8 बजे आइपुग्यो ओ माई गॉड यस्तो भइरहेको ल सामान निकाल सामान झ्याप झ्याप ल सक्नुहुन्छ पुरा हजुर त्यो नो 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 तपाईँले बाटो चिन्नुहुन्न ल तपाईँले जान्नुहुन्न त्यहाँ राखिदिनु भोलि लाँदा हुन्छ बाबा आइपुग्नु भएछ त बाबा अप्ठ्यारो हुन्छ लाइट बालिदिनु पर्छ होला रुथ ल झ्याप झ्याप ओसल माया सामान लिए त ब्याग यहाँ त ब्याग मलाई दिएन माया दुईजना उति लगेजहरू यो भाइहरू नाच्छ भाइहरू नि लगिदिन्छ ल बाउ बाउ जय मसी बाउ अबे दादाको त्यहाँ हुनु भएको त नि हिरो हुनु भएछ त खै जाने ओ कति राम्रो हुनुभएछ मेरो बाउ मेरो बाउ हो र ए ल ल ल हिजोको भिडियो चाहिँ मोबाइल अफ भएर राम्रोसँग एन्डिङ नि गर्न पाइनँ सो तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब एक्सपेक्ट गर्दैछु सो गाइज धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई